हेलो हेलो गुड मर्निङ सबै साथीभाइहरूलाई। यो तोरी मैले लगाएको मङ्सिर 5 गते। आज 2 महिना भन्दा 1-2 दिन ज्यादा भयो। आज माघको 7 गते हो सायद। मैले चाहिँ यो एउटा नयाँ खालको तोरी लगाएको छु। यो खासमा मैले यो उत्पादन हुन्छ कि हुँदैन भनेर यसो ट्राईको लागि मैले लगाएको हो। मैले यो बिउ चाहिँ नखु सिड्सबाट काठमाडौँबाट मगाएको बिउ यो रहेको छ है। अब यो सँगै लगाएको तोरी चाहिँ कोसा लागेर पनि तपाईको लागिसक्यो र पाक्ने बेला हुन लागिसकेको छ। अब यो चाहिँ अब भर्खर फुल्दैछ। अब यो तोरी मैले 100 ग्रामको कति 450 रुपियाँ लगाएर खरिद गरेको हो। मैले लगभग यहाँ 2 कट्ठा भनौँ 2 कट्ठा जति लगाएको छु। 2 कट्ठामा 2.5 कट्ठामा 300 ग्राम, 1 कट्ठामा 150 ग्राम र 2 कट्ठामा 300 ग्राम का दरले मैले यो बिउ लगाएको छु। उत्पादन अब यो कस्तो के हुन्छ, यो नयाँ चिज भएको कारणले गर्दाखेरि मलाई पनि थाहा छैन। र अब यसले अब यो तोरीको बिउ मलाई लाग्छ यो चाइनाबाट आएको बिउ हो। अब यसको उत्पादन कस्तो हुन्छ मलाई पनि थाहा छैन। अब यहाँको हावापानी, हाम्रो तराईको हावापानीसँग यसको सुइटेबल हुन्छ हुँदैन वातावरण, त्यही चेक गर्नको लागि चाहिँ मैले लगाएको हो। यो मान्छे भन्दा अलगो छ तोरी पनि। यस्तो छ है। उत्पादन अब यो कतिको हुन्छ यो यसबाट थाहा भइहाल्छ। अब यो तोरीले राम्रै उत्पादन दियो।